हेलो गाइज, वेलकम बैक टू माई न्यू भिडियो, न्यू डे न्यू ब्लगको साथमा उपस्थित भइसक्यो। फेरि पनि शुभ बिहान पख बिहानको चाहिँ अहिले लगभग 8 बज्न लाग्यो होला, बज्यो होला। अनि आन्टीले हेर्नुहरू हाँसेको यहाँ चाहिँ रानु ब्लग। अनि आमा पनि चिरी च्याट्टै परेर हिँड्न लाउनु भयो। अनि आज चाहिँ हामी सबैजना चिरी च्याट्टै परेर हिँड्न लाग्यो। कहाँ हो भनेर चाहिँ हामीले अहिले पछि भन्नेछु, सरप्राइज गर्नेछु। उहाँ चाहिँ यसको ती राम्रो फुल फलेको छ। आज चाहिँ खतरा ठाउँमा जानु लाग्यो हामी चाहिँ। अनि भिडियो स्किप नगरिकन हेरिदिनु होला। अहिले भेटौँ है प्राइज। अनि अहिले चाहिँ हामी हिँड्दैछौँ है। 8 पनि बजेर हिँड्छ, म त बज्यो होला भनेको थिएँ। अनि बजेर हिँड्छ 8 पनि। अनि 8 नबज्दा पनि यस्तो घाम छ साथीहरू, लास्टै गर्मी हो। अनि आज चाहिँ हामी कति बजीदेखि फर्किन्छौँ भने त होइन 12-1 बज्छ कि जस्तो लाग्छ है सबैजना फर्किँदाखेरि। आमा चाहिँ मैले चाहिँ आमाको भिडियो सुट पनि फोटो सुट गरिसकेँ, फोटो पनि खिचिदिएँ आमाको, आमाले खिच्न भनेर। अनि भाइहरू त्यो चिनेको भाइहरू हाँसिदिन्छन्। त्यही भएर हाँसेको अवस्था म पनि चिरिचट्ट। अनि दिदी र भाइ पछाडि, म र आमा अगाडि भएर चाहिँ हामी हिँड्दैछौँ है। अहिले चाहिँ हामी हिँडिरहौँ सुटिङको लागि। आमाले बाबुले बसालेर यस्तरी 4 नम्बरको बजार हो है साथीहरू। अनि यहाँ चाहिँ बजार पनि सरसफाइ गर्दै हुनुहुँदो रहेछ है। मलाई छोडेर नि आइसक्यो, अगाडिसम्म छोड्यो होला है। अनि हामीहरू ल दाजुसिन त अगाडि छ खुट्टा हेर्नु न, त्यो खुट्टो यसले त आमालाई पनि छोडेर आएर हामीलाई आमालाई छोडेछ। खुट्टो खुट्टो जन्मै खुट्टो दुःख धन्नै पल्टाएन। धन्य दिदी आपको गाडीमा आइयो। यहाँबाट तल गएको जातिहरूमा बाटो सम्झिनौँ न, कत्ला खुद्दुक छ क्या, त्यो चेप्ने झोलामा यो ढुङ्गा ढुङ्गी छ क्या। यताबाट छैन बाटो साथीहरू। हामी चाहिँ दौडेर आमाहरू उहाँ तल पुग्नु भयो। दिदी फास्टै गर्मी छ, गर्मीले होप्लेस है। धुलो धुवा हेर्नु त कस्तो हो। अहिले त 8 खाके 8 बजेर 2 मिनट गरेर चाहिँ त्यही गर्मी, यस्तो घाम 8 बजी यस्तो गर्मी हुन्छ यहाँ त। हामीलाई चाहिँ थकै लाएर हामी चाहिँ हिँड्दैछौँ। अनि जङ्गल बिना आयो भने पनि त्यही हो, थकै लाएर हिँड्दाको। बाबु र आमा पनि पुगिसक्न। यस्तो गर्मीमा कसरी सुटिङ हुन्छ साथीहरू। दिदी अगाडि भन्ने मोबाइल खाउँछन् मार्थे बाबुले। यहाँ बाटो यस्तो छ हेर्नुहोस्, सुरुमै छिर्ने बाटो लामो। हात देऊ त। साइकलमा बसेर आयो हामी त रन्केर थाक्यौँ। बाबु अगाडि गयो। अब हामी फाइनल्ली गाइजहरू जङ्गलमा आइसक्यौँ, देख्न सक्नुहुन्छ। हेर्नुहोस् भन्ने के हो गाइजहरू, जङ्गलमा पाइयो। आज चाहिँ खतरा भिडियो सुट गर्ने भनेर अब के हुन्छ है।
गर्मीले मारिसक्यो अहिले बाबु हेर्दै मेरो रुमाल खस्यो जब हामी चाहिँ सुट गर्नको लागि चाहिँ यहाँ यति राम्रो प्लेसहरू देखिसकेको छौँ अनि यहाँनिर चाहिँ एउटा चट्ट मिठो लाएर सुटिङ गर्नु पऱ्यो अब कपडा सपडा लाउनु पऱ्यो कपडा हेर्नु साथीहरू कति धेरै हाम्रो यो एउटा झोला यो छ एउटा झोला यो छ अनि आमा चाहिँ अगाडि के भन्छ जानुभयो आमा हेर्नु कति राम्रो भ्यू छ यहाँको साथीहरू त्यही हामी चाहिँ सुटिङको लागि रेडी सेडी भइसकेको छु म चाहिँ गीत बजिरहेको छ यहाँबाट यहाँ दिदी रेडी गराउँदै हुनुहुन्छ आमा त्यहाँ बस्नुभयो साइकल त्यहाँ सामानहरू सबै त्यही यहाँ इम्पोर्टेन्ट सामानहरू बाबु गोप्रो लिएर यतातिर गएको छ अब यहाँबाट सुटै गर्न छ सुट अन्त एक्सन त्यहाँ अब रुखमा चढ्न अघि चढेको फेरि झऱ्यो बिचरा कस्तरी धन्न केही भएन पुरै पनि देख्न पाइएन है साथीहरू बाबु त्यो रसिल नगर कि त्यही दाम्नोले चुट्छ कि यहाँ चुट्न ला के भनिराखु त हेर्नु साथीहरू यसको कमाल त्यसले हुन्छ भनिराखु त मैले यो चढ्ने स्टाइल हेर्ने साथीहरू अब बाबु त्यही दाम्रोले गर्नु कि त्यही उसले मात्र गर ल हुन्न होला बाबु साथीहरू हामी चाहिँ सुट दुईवटा गीतको सुट चाहिँ भइसक्यो हाम्रो लास्टै गर्मी हिँड्नु कस्तो घाम अघि यो जङ्गलबाट अलिअलि हावाला त्यही कति गर्मीमा भूमि डालेर गर्छ घुम्दा दुखिसक्यो घुम्दा टाउको दुखो आमालाई वक्कै लाएर बस्नु सकेर भ्याइयो हाम्रो अब चाहिँ आजलाई यति नै बाई बाई गाइज